नेपालीहरू जतिको भेडा यो संसारमा कहीँ छैन होला। पहिला नेता होइन जनता नै फेर्न पर्ने अवस्था देखियो। कसको आमा हो सम्हाल यार। पानी खान दिउँ त। पुलिसले पक्रेर लाँदा त यस्तो रोइलो छ, झन् जेलमै हाल्यो भने के होला त। नेपालको जनता कहीँ मसाल जुलुस निकाल्दा छन्, कहीँ टायर बाल्दा छन्। ए तिम्रा बाले 76-77 जना विद्यार्थी मार्दा चाहिँ किन सडकमा आएनौ त? अहिले पुलिसले पक्रेर अनुसन्धान गर्न लाँदा चाहिँ किन यस्तो रहिलो हो? बन्द गर यार। यस्तै भेडाले गर्दा हो देश चाहिँ गति नलागेको। झोला होइन जिम्मेवारीको पनि भारी बोक्न सिक के जिन्दगीमा। यो आमा चाहिँ कसकी आमा हो सम्हाल यार। यो आमाको एक्टिङ हेर्नु न। पहिलोचोटि चाहिँ अरू मान्छे रोगको देख्दा पनि मलाई हाँस उठिरहेछ के। एमाले मान्छे बन्न चाहिँ सक्दैन भन्थे, हो रहेछ। आज प्रष्ट भयो। मेरो देश बचाइदेऊ।